अहिले एउटा चिन्ताको विषय बनेको छ सबै जनताको लागि, सबै देशप्रेमीहरूको लागि जसले देशलाई माया गर्नुहुन्छ। कालापानी लिपुलेक लिम्पियाधुरा पहिलेदेखि चर्चामा रहेको विषय पनि हो। सो यो भूमि हाम्रो भन्छौँ, तर भारतले उता आफ्नो भनेर आफ्नो सेनाहरू राखेको छ र आफूले रोड पनि पुर्याएको दाबी गरिरहेको छ। नेपालले हामी बारम्बार यो भूमि हाम्रो हो भनेर अहिलेसम्म भनिरहेका छौँ र नेपालका धेरै प्रधानमन्त्री भए, भारत गए, हात मिलाए, हाँसे, स्वागत गरी मागे, नेपाल फर्के, तर अहिलेसम्म त्यो भूमि समाधान गरेका छैनन्। अब कूटनीतिक हिसाबले हुन्छ कि राजनीतिक हिसाबले हुन्छ, अहिलेसम्म समाधान हुनुपर्ने विषय हो। त्यो विषय समाधान भने भएको छैन। अब यसरी नेताहरू जाने, हात मिलाउने आउने र नेपालमा आएर हामी चाहिँ गर्छौँ, हामी त्यो समाधान गर्छौँ, नेपालकै हो भनेर नेपाली जनतालाई उल्लु मात्रै बनाउने हो भने भोलिको दिनमा नेपालले कालापानी लिपुलेक लिम्पियाधुरा गुमाउन पनि बेर छैन। सो आजको यही भिडियोमा हामी कुरा गर्नेछौँ आखिर त्यो भूमि नेपालकै हो भन्ने प्रमाण के छ, किन नेपालको हो र भारतको पक्षबाट पनि हेर्नेछौँ, भारतले किन भारतको भन्ने दाबी गरिरहेको छ भन्ने कुरा पनि हेर्नेछौँ र अन्तिममा के नेपालले त्यो भूमि गुमाउन सक्छ त, के खतरा छ, यो कुरा पनि हेर्नेछौँ। सो भिडियो अन्तिमसम्म हेर्नु होला। मेरो कहीँ मिस्टेक भयो भने कमेन्ट पनि गर्न सक्नुहुन्छ र तपाईँहरूको विचारमा तपाईँले जानेका कुरा कमेन्ट पनि गर्न सक्नुहुन्छ। यो विवाद मुख्य गरी तपाईँको सुगौली सन्धिबाट जोडिएको कुरा हो क्या। नेपाल र भारत बीचको कालापानी विवाद चाहिँ धेरै पहिलाको तपाईँको 1816 को जुन सुगौली सन्धि थियो त्यो तपाईँले थाहा नै होला, तपाईँले सुन्नु भएको छ होला। सो त्योसँग जोडिएको विषय छ। अब त्यस सन्धि अनुसार के थियो भन्दाखेरि काली नदीको जो पूर्वतर्फीको भूभाग छ, त्यो पूर्वतर्फको भूभाग चाहिँ नेपालको र त्यो काली नदीको पश्चिमतर्फको भूभाग चाहिँ ब्रिटिस भारतको। त्यति बेला भारत मात्रै थिएन, ब्रिटिस भारत भन्ने थियो होइन, त्यो ब्रिटिस भारतको भनेर चाहिँ त्यहाँ छुट्याइएको थियो र यही प्रश्नबाट नै मुख्य विवाद उठ्यो क्या। वास्तविक काली नदी कहाँबाट सुरु हुन्छ भन्ने कुराले विवाद उठेको। यदि काली नदी लिम्पियाधुराबाट सुरु हुन्छ भने कालापानी र लिपुलेक नेपालतर्फ पर्छन्। जो लिम्पियाधुराको माथि टपमा छ त्यहाँबाट त्यो जो ठुलो भागमा बग्नेवाला छ, सो त्यसलाई चाहिँ सिमाना मान्ने हो भने नेपालको भूमि भयो। यदि काली नदीलाई कालापानी नजिकको अर्को एउटा सानो मुहान पनि छुट्टिएको छ कि, सो त्यसलाई मान्ने हो भने चाहिँ त्यो भूमि फेरि भारततर्फ पर्छ। अब यही विवादले चाहिँ तपाईँको आजसम्म यो विवाद चलिरहेको हो यही कुराले गर्दाखेरि। तर खासमा त्यति बेला सुगौली सन्धिको बेला के भएको थियो त, विभिन्न डकुमेन्ट्री, अफिसियल तपाईँको रिपोर्टहरू भयो होइन, पत्र पत्रिकाहरू भयो, हरेक ठाउँमा त्यति बेलाको विज्ञहरूको कुराहरू भयो। सबैले के भनेको थिए भन्दाखेरि त्यो नदीलाई चाहिँ, काली नदीलाई चाहिँ जहाँ लिम्पियाधुराबाट बगेको छ, जहाँ ठुलो भागमा माथिबाट, त्यसलाई चाहिँ मान्ने र कालापानी लिपुलेक लिम्पियाधुरा नेपालको भूमि हो भनेर चाहिँ मानिएको छ त्यति बेला। तर पनि भारतले फेरि त्यसलाई नेपालको भन्न मानेको छैन। अब भारतले उता नमाने पनि नेपालले चाहिँ हाम्रै हो भनेर नेपालले विभिन्न ऐतिहासिक नक्सा र दस्तावेजहरू चाहिँ प्रस्तुत गर्दै आइरहेको छ र यसमा अर्को प्रमाण के छ नेपालकै हो भन्दाखेरि पुराना जो ब्रिटिस नक्साहरू थिए नि, 2027 का भयो, 2056 का भयो, यस्ता लगायतका कैयौँ पुराना नक्साहरू छन् जहाँ चाहिँ काली नदीको स्रोत लिम्पियाधुरा देखाइएको छ र त्यो हिसाबले चाहिँ कालापानी लिपुलेक लिम्पियाधुरा नेपालको हो भनेर प्रमाणित हुन्छ। ती पहिला पुराना ब्रिटिसहरूले जो बनाएको नक्सा थिए ती नक्सा अनुसार चाहिँ नेपालकै भूमि हो भनेर चाहिँ प्रमाणित हुन्छ। अब हामी नेपालीहरूको तर्क के छ भन्दाखेरि जब नदी लिम्पियाधुराबाट सुरु भएको देखाइएको छ पुराना नक्साहरूमा, सुगौली सन्धि भयो, ब्रिटिसहरू भयो, पुराना तथ्यहरूलाई, इतिहासलाई आधार मान्ने हो नि त हामीले। जब इतिहासमा नेपालको भूमि देखाइएको छ, लिम्पियाधुराबाट देखाइएको छ काली नदी भनी, अहिले भारतले किन भारतको भूमि भनिरहेको छ भन्ने हाम्रो तर्क हो। र यसमा अर्को पाटो तपाईँको राजस्व र प्रशासनिक अभिलेखको पाटोबाट पनि हेर्नुहुन्छ भने पहिला चाहिँ नेपालले त्यहाँको जनसङ्ख्या जनगणना पनि गरेको छ, त्यहाँको जनताहरूबाट कर उठाएका प्रमाणहरू पनि छन्। यी प्रमाणहरू थुप्रै छन्। त्यहाँको जनसङ्ख्या नेपालले जनगणना गरेको, त्यहाँबाट कर उठाएका प्रमाणहरू थुप्रै छन्। अब त्यति बेला नेपालको भूमि नभइदिएको भए त नेपालले उठाउँथेन होला कर, त्यहाँको जनसङ्ख्यालाई चाहिँ नेपालमै जनगणना गरिन्थेन होला। सो त्यो प्रमाणहरूले पनि त्यो भूमि नेपालको हो भनेर चाहिँ जानकारी दिन्छ र यही कुराहरूलाई, यी विभिन्न प्रमाणहरूलाई आधार मान्दै नेपालले नयाँ नक्सा पनि जारी गर्यो 2020 मा। नेपालको एउटा छुच्चे नक्सा सहितको नेपालले नयाँ नक्सा जारी गर्यो जहाँ लिम्पियाधुरा लिपुलेक कालापानी नेपालको भूमिमा समावेश थिए। अब भारतको दाबी के छ त भन्ने कुरा हेरौँ। हामीले नेपालको तर्फबाट त हेरौँ, नेपालका विभिन्न प्रमाणहरू, पहिलेदेखिका प्रमाणहरूलाई हेर्ने हो भने त्यो भूमि नेपालकै हो। तर अब भारतले पनि मेरो भन्ने दाबी गरिरहेको छ। भारतले के दाबी गर्दै आएको छ भन्दाखेरि चाहिँ काली नदीको वास्तविक स्रोत चाहिँ लिम्पियाधुरा होइन, कालापानी नजिकको जो मुहान सहरको मैले अगाडि भने जो छुट्टै बगेको त्यो नदी चाहिँ मुख्य मान्नुपर्छ भनेर भारतले दाबी गरेको छ। त्यस आधारमा कालापानी र लिपुलेक भारतको क्षेत्रमा पर्छ, भारतको भूमि हो भनेर भारतले दाबी गरिरहेको छ। भारतले लामो समयदेखि त्यहाँ आफ्नो प्रशासनिक सुरक्षा पनि त्यहाँ उपस्थित कायम राखिरहेको छ। नेपालले अहिलेसम्म त्यो कुरामा प्रश्न उठाउन सकेको छैन। भारतले त्यहाँ आफ्नो सैन्य सुरक्षा किन राखेको छ, आफ्नो प्रशासनिक सुरक्षा त्यहाँ किन राखेको छ, त्यसलाई कहिले हटाउने हो भारतले,
त्यो प्रश्न नेपालले उठाउन सकेको छैन त्यहाँनिर अहिलेसम्म। र सबै जनताको मनमा त त्यही छ, भारतले सेना किन राखेको छ, यो प्रश्न पुरै नेपालीहरूको मनमा छ। अब यहाँ मुख्य 3वटा कारण भेटिन्छ। पहिला भारतले त्यहाँ सुरुमा त्यहाँनिर किन राखेको थियो आफ्नो सेनाहरू भन्दाखेरि चीनसँग भारतको एकपटक लडाइँ भएको थियो कि युद्ध भएको थियो। लिपुलेख क्षेत्र चाहिँ कस्तो भयो भन्दाखेरि लिपुलेख क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय क्षेत्रको नजिकमा पर्ने ठाउँ भयो नि त। अब तपाईँको 3वटा देशको सीमा पर्न जाने भयो क्या एक हिसाबले। सो त्यसले गर्दाखेरि त्यो चीनसँग तपाईँको भारतको युद्ध थियो। तपाईँ 1962तिर चीनसँग भारतले युद्ध लडेको थियो। सो त्यो युद्धको बेलामा त्यो चीनसँग लड्नको लागि भारतले त्यहाँ आफ्नो सुरक्षा चाहिँ स्थापित गरेको थियो। त्यहाँ आफ्नो सैन्य शक्तिहरू, प्रशासनिक सुरक्षा त्यहाँ राखेको थियो। भारतले सेनाहरू त्यहाँ खटाएको थियो। र त्यति बेला नेपालमा राजतन्त्र थियो, राजाहरू थिए। राजाहरू त्यति बेला केही पनि बोल्दिएनन्, मौन बसे। जसले गर्दा त्यो बेलाबाटै भारतले त्यहाँ आफ्नो सेनाहरू राख्यो र अहिलेसम्म रहिरहेको छ। नेपालीहरूले प्रश्न त गर्छन् तर त्यहाँ गएर औँला उठाउन सकेको छैनन्। र यो विवाद मुख्य गरी चर्किनुमा के छ भन्दाखेरि चाहिँ भारतले 2019मा नयाँ नक्सा प्रकाशित गर्यो क्या। त्यो नक्सामा उसले कालापानी लिपुलेख लिम्पियाधुरा आफ्नो नक्सामा देखायो र 2020मा भारतले लिपुलेखसम्म सडक निर्माण गरेको घोषणा पनि गर्यो। सो यसरी भारतले आफ्नो नक्सामा त्यो कुराहरू नेपालको भूमि समेटेर प्रस्तुत गरेपछि, प्रकाशित गरेपछि फेरि नेपालको तर्फबाट नेपालले पनि भूमि प्रकाशित त गर्यो। नेपालको पनि चुच्चे नक्सा सहितको भूमि त आयो, नेपालमा पनि देखाइयो। तर प्रश्न के छ भन्दाखेरि एक हिसाबमा भारतकै कब्जा छ त्यहाँनिर। सेनाहरू भारतकै छ, भारतले सबै कुरा त्यहाँ गरिरहेको छ। मोदी आएर त्यो पहिलाको चुनावमा मोदी आएको भिडियोहरू तपाईँले पनि देख्नुभयो होला। प्रश्न कहाँनिर छ भन्दाखेरि पहिलाको नेताहरू, प्रधानमन्त्रीहरू त भारत जान्थे, हाँस्थे, हात मिलाउँथे, आउँथे, गरेनन्। अब अहिलेको नेताहरू सबै नयाँ छ कि अहिलेको नेताहरूले गर्छ त अहिलेको सरकारले कहिले यो कुरा समाधान गर्छ र कहिले हामीले त्यो भूमि नेपालकै हो भनेर ढुक्कका साथ भन्न सक्छौँ र त्यहाँ जान सक्छौँ, आउन सक्छौँ भन्ने प्रश्न हामी सबैको मनमा छ। अब यति तपाईँको वार्ता कूटनीतिक हिसाबले, राजनीतिक हिसाबले, कूटनीतिक सहमतिका साथ नेपालले यो भूमि सम्बन्धी विवाद समाधान गर्न सकेन भने र यत्तिकै भारतले सेना त्यहाँ खटाइरह्यो, भारतकैतिर त्यो भूमि भारतले आफ्नो भनिरह्यो भने भोलिका दिनमा नेपालका नेताहरू कमजोर हुँदै जाँदा, नेपाल कमजोर छ, एक त झनै कमजोर हुँदै जाँदा त्यो भूमि हराउने खतरा चाहिँ निकै छ। त्यो भूमि नेपालले गुमाउन सक्ने खतरा धेरै ठुलो छ। त्यसैले एकदमै संवेदनशील विषय हो, देशको भूभाग सम्बन्धी विषय हो। सबै जनता लागि पर्नुपर्छ र अहिलेका नेताहरूले केही कुराहरू बोल्ने क्रममा धेरै मिस्टेकहरू गरिरहनु भएको छ। सो त्यो मिस्टेक भन्दा पनि यो कुरालाई समाधान गरिनेछ भनेर अहिलेको सरकारप्रति आशावादी छौँ। अनि तपाईँको विचार कमेन्ट पनि गर्नुहोला।